नेपालभरिका यातायात व्यवसायीहरूले गर्नुभएको सडक छेउछाउमा आफ्ना साधनहरू राख्नुभएको र बालिन सरकारले त्यो हटाइसकेपछि यहाँहरूले देख्न सक्नुहुन्छ यो बस पार्कभित्र 77 जिल्लामा चल्ने बसहरूले सबै भरिभराउ भएका छन्। सरकारले बाहिर पार्किङ गर्न नपाउने नियम राखिसकेपछि सम्पूर्ण यातायात व्यवसायीहरूले र चालक बन्धुहरूले बालेन सरकारको नियमलाई अथवा नेपाल सरकारको नियमलाई आत्मसात गर्दै आफ्ना साधनहरू यसरी बस पार्कभित्र पार्क गरेका छन्। यी सबै नयाँ बस पार्कका बसहरू हुन्। कहीँ कतै खाली ठाउँ देखिएको छैन। अब यात्राका लागि कति आफ्नो गन्तव्यतिर हिँडिसकेको होला। यस्तै भिडियोको लागि मेरो मानव ब्लगलाई सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद।